फाइनली वी डिड इट है जुन सपना हामीले देखेको थियौँ आजभन्दा 4 वर्ष अगाडि त्यो सपना चाहिँ पुरा भयो आज आएर है ओके 1 2 3 and go I got some dirty shit to pick up at the dry cleaner. I got a tidy bitch to pick up, I got love Selena. Shawty hop up in the whip, but I ain't never seen her. Shawty love the way I whip it in the 2-seat. केटा टल्कियो है टल्कियो ल फेरि पनि वन्स अगेन तपाईहरुको माझमा हामी दुईजना उपस्थित भइसकेका छौं आफ्नो गतिलो थोडा लिएर है अहिले चाहिँ भाइहरु म बजार जान लाग्यो यसो शान्तिले शपिङ छ अरे भाइको पनि अनि प्लस म पनि अलिअलि कपडाहरु किनौँ भनेर निस्किन लाग्यो अनि अहिले चाहिँ मामा घरमा छु भाइकोमै त्यस्तै हो अनि यही भन्दै आजको भिडियो चाहिँ यतैबाट सुरु गर्दिन सो हेलो एन्ड वेलकम ब्याक टु द च्यानल दिस इज एनबीजी ब्लग फ्रम चितवन होप यु गाइज आर फाइन म पनि एकदम सन्चै आराम छु आजको हाम्रो ब्लग चाहिँ एपिक हुनेवाला छ किन भन्दाखेरि आजको मात्र नभइकिन 2 दिनको ब्लग हुनेवाला छ यो भिडियोमा हैन सो आज हामी शपिङ गर्छौं यताउता अलिअलि सामानहरु लिन छ अर्डर दिएको सामानहरु पनि कम्प्लिट भइसक्यो रे त्यो सामानहरु पनि पिकअप गर्न छ हैन लगायत भोलि स्पेशल 1 मिलियन सेलिब्रेसन छ विथ माई बर्थडे अनि यो हो नि त है सो यो अनि ढिलो नगरिकन आजको भिडियो चाहिँ सुरु गर्दियौँ है यही बजार जान लाग्यो अब निस्किन लाग्यो हामी चाहिँ टाइम भन्नु पर्दाखेरि मेबी 2 बजे होला जान्छ है 2:30 भइसक्यो रे त्यही हो अब गर्मी छ अति नै भइरहेको बिहान चाहिँ पानी परिरहेको थियो बिस्तारै बिस्तारै वेदर पनि चेन्ज हुँदैछ घाम लागेर अट्याक गरिरहेको अहिले चाहिँ अब अहिले एकछिनमा शीतल होला होप है त्यही हो जस्ट बजार जाने कपडा सपडा किन्ने मलाई हल्का फुल्का किन्न छ सामानहरु अरु पनि त्यही हो ल निस्क्यौं यस्तै हो यार के गर्ने जिन्दगानी दर्पण छ न यता न उता दायाँ न बायाँ भने यस्तो भइरहेको है निस्केको अब हामी चाहिँ न आइपुग्यो हाम्रो स्पोट चाहिँ है यो इलाकामा छिर्नु छ हामीलाई के छ खबर एकदम बवाल कता हामी पसलतिर अगाडि हामी पनि यसो घुमघामले त्यही त के हो ल ल ल पुग्यो यो मान्छे के छ बडो व्यस्त छ है यसो बन्द गरेर जस्तो गरौँ कपिराइट हान्छ यार फेरि अनि के चलिरह नि भोलि है स्पेशल है थ्याङ्क यू सो मच के यसरी मैले चाहिँ बरु तिम्रो हातलाई चाहिँ तिमीले गर्दाखेरि नै हो नि त त्यो जुन निसमा म दौडिरहेको थिएँ नि त्यो भिडियो क्याटेगोरीमा त्यो क्याटेगोरीमा ल्याउने मान्छे चाहिँ उहाँ नै हो मुख छोपेर बस्नु भयो त्यो पनि स्वाभाविक कुरा छ छोप्नै पर्ने हो भोलि गएर दुनियाँ आउला फेरि होइन सिकाइदियो भन्दै त्यो त अब बिस्तारै बिस्तारै कोर्सहरू निकाल्नु पर्ला नि अनि समय आउँछ हरेक चिजको राइट टाइमिङ आउँछ हतार नगर्नु होला तपाईँहरू पनि हो के छ तिम्रो खबर सब ठिक छ नि ल हामी चाहिँ आइपुग्यो साथीको पसलमा सबै छाक्नु भएको हो चाहिँ कन्फर्म चाहिँ होइन फेरि हो रे त्यो त नेपाली ठेगै हो नि भनेको यति दिएन भने फेरि व्यापारीहरूको मुखमा त्यो व्यापारीवाला भाइ चाहिँ आउँदैन नि हामी चाहिँ यता अस्ति मैले एक ठाउँमा हो यहाँ पनि चेक गरेँ उता पनि चेक गरेँ हामीले चाहिँ वाइट टाइप मलाई खरानी कलर भयो नि हुन्छ दाइ अस्ति न पनि हेरेर गएको दाइ थिएन है अहिले आयो है ल ठिक छ दाइ ल त ल आए ल दामी छ यार 30 छ यार कपडा अनि टेक्सचर त वाइफाई यता पनि तमाङै परेछ है भाइ लोप्चन परेछ नि त केही होला जस्तो हौ पसल आएर केही होला जस्तो हो यार डिस्काउन्ट सिस्काउन्ट पाउला जस्तो हो यो वाला कस्तो हो तिमीलाई अझ हेर न उसलाई मन परेको रहेछ कि हात यस्तो लैदिरहेको के तलतिर ओ मेरो भाइ तिमी कहाँ हराऊ के डाँडा काँडा दर हो के छ ल हाम्रो नि रेडी भयो अब जस्ट प्याक गरौँ पेमेन्ट सक्सेस भएपछि हामी निस्किन्छौँ अनि अन्त पनि काम छ ल थ्याङ्क यू सो मच ल थ्याङ्क यू तिमीलाई पनि राम्रो सजेसन गरिदिएकोमा देखाइदेऊ त
सुज पनि लियो दामी छ ल प्याक गरिदियो सरजी लाग्छु ल लागेको लागेको है ल मर्निङ एभ्रिवान आज डे 2 भर्खरै उठेर फ्रेस भयो र अनि मलाई चाहिँ आमाले टिका लाउन लगाइदिनु भयो पूजा गरेर राख्नु भएको रहेछ बिहानै देख्नुभयो साथी यो काम नि आमाले बाइक अरूले गर्नै सक्दैन कि सफा गरेर अब दाजुभाइ दिदीबहिनीहरूले गऱ्यो भने नि यो लेभलको चाहिँ आउँदैन होला कि भाइब के जुन मलाई अहिले भित्र मनदेखिबाट भाइब छ नि त्यो चाहिँ नेक्स्ट लेभल छ किनकि मम्मी साथमा छ नि त त्यही हो अलवेज बी देयर ल म उता गएर आउँछु गुम्बा धुब्बा लेट छोडिदियो अब चाहिँ निस्किन्छु म है मौसम चाहिँ अलि दुःख देला जस्तो छ आज हेर्दाखेरि ठिकै छ अब दिउँसो परेर बेलुका रोक्कै हुन्छ मेरो लागि चाहिँ है ल अब पनि अहिलेको आज त कता हो चेक त गर्नु पऱ्यो नि फेरि म त डेली हो जहिले आए पनि चेक चाहिँ गर्नुपर्छ है दाजुभाइहरू यो पिन्सिनको चाहिँ यताउता नहेर अब यही हो आज अब बर्थडे छ यताउता त्यसको लागि खर्च चाहियो नि त त्यो खर्च निकाल्न आएको थोरै भए पनि अहिलेलाई आज आज माने 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 अनि यसलाई भन्छ नि त मनी होइन पावर अफ युट्युब ल यो चाहिँ युट्युब फ्यामिलीहरू जति पनि सम्पूर्ण मेरो एनबिजी फ्यामिली हुन्छ उहाँहरूको माया साथ सपोर्टले गर्दाखेरि मैले चाहेको मैले रोजेको मैले खोजेको चिजहरू चाहिँ खाना लाउन पाइरहेको छु त्यसको लागि धेरै धेरै धन्यवाद है सबैजनालाई त्यही हो ल निस्क्यौँ अब चाहिँ सामान किन्न थ्याङ्क यू पेपरहरू दिन्न अनि मैले भनेको सामान चाहिँ अब यो एउटा काम गर्ने टेबल बनाएको थिएँ कि मैले बनाउन लगाएको थिएँ सो रेडी भएछ टेबल चाहिँ ठिक छ नि है भाइ बाइकमै जाने हो रङ लाग्छ जस्तो लाग्यो क्या दाइ लाग्छ जस्तो लाग्यो दाइ तपाईँहरूले बोक्ने जस्तो हामीले बोक्न सकिन्न नि कपडा हो हिजो भर्खर किनेकै फेरि अनि आजै घाँटा लाग्ला नि फेरि अनि आज अब त्यस्तै त्यस्तै भयो दिनभरि भ्लग गर्नलाई प्रपर भ्लग गर्न चाहिँ पाएको छैन म सामानहरूदेखि लिएर अब सबैको म्यासेज रिप्लाई पनि दिनु पऱ्यो नि त त्यसले गर्दाखेरि चाहिँ बिजी भइरहेको थियो सबैले मेन्सन गरिरहेको छ आज बर्थडे भनेर होइन त्यही हो जो जतिले अब यसो विस गर्नुभएको छ सम्पूर्णलाई थ्याङ्क यू सो मच अनि अब चाहिँ बिस्तारै घरतिर लागेर अब अगाडिको पानाहरू पल्टाउनु पर्छ आज अब स्पेसल हुनेवाला छ नि त त्यही भएर ल खासाङ भाइ पनि आइसक्यो है आइसक्यो हेलो हेलो भाइ ल ल ल अनि डबल केकको साथमा खोइ ए रमाइलो गर्ने त है सास हुन्जेलसम्म रमाइलो गर्ने जम जम त्यही घरसम्म पनि हो क्या धेरै टाढा पर्दैन ल है ल भाइ पनि आयो भाइ बजारतिरै रहेछ उसले ट्याक्कै भेट्यो मलाई अब सँगसँगै घर जाने गयो यसको जबरजस्ती नगरौँ है प्लिज है बर्थडे वाइले गराउनु पर्ने बाध्यता आएको छ ह्याप्पी बर्थडे एनबी एनबी यु खतै एनबी एनबीआईएम हो यार हेर्नु ओइ त्यसरी पाउँदैन एनबीआईएम ओइ चक्कु पनि बजारबाट आएर भर्खरैमा ब्रान्ड न्यू सक्दैन नि फेरि नयाँ केही भएको छ भाइ यसो माइन्ड नगर है ओए यो 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 ल केटाहरूको जिम्मा यो एउटा त मलाई हो यो केटाहरूको जिम्मा है कोले के पड्काउने हो ओ चक्कु त कति हो के आमा चक्कु सबै ल्याउन म खोल्छु यार टास बिजी भयो यार चक्कु मात्र हो क्या पुरै ल ल ल यो निकालौँ छान्नु मन न
अब भित्र स्पेसै पुगेन कि है ल सबैजनालाई देखाइदियो है मलाई आज जतिले माया गर्नुभएको छ सबै मेरो फ्यामिली हो है अहिलेलाई नर्मली अब भन्नु पर्दाखेरि चाहिँ जतिले मलाई अब मेरो दुःख सुखमा साथ दिनुभएको छ मैले जति सक्दो सम्झेको छु सबैलाई होइन अब छुटफुट भएमा माफ पाऊँ अनि आज चाहिँ 1 मिलियन सब्सक्राइबर कम्प्लिट पनि भयो लगायत आज मेरो जन्मदिन पनि अनि यही मौका पारेर चाहिँ घर फ्यामिलीलाई सबैजनालाई यसो सानो एउटा खुसीको पल दिउँ न भनेर चाहिँ हाम्रो बर्थडे र 1 मिलियन सब्सक्रिप्सन चाहिँ सेलिब्रेसन गर्न लाग्यो हो सो यही हो थ्याङ्क यू सो मच मलाई जतिले माया गरेर यो लाइक सम्झेर मलाई यो ठाउँमा पुर्याइदिनु भयो है जुन चिजको चाहिँ म हकदारै थिएन होला त्यही पनि मलाई यति माया दिएर त्यो लाइक सम्झेर है मेरो लागि चाहिँ यति धेरै सपोर्ट गरिदिनु भयो त्यसको लागि सम्पूर्णमा मेरो हृदयदेखिबाट धन्यवाद र अनि यही हो सुरु गरौँ अब चाहिँ यही हो है ल ल फाइनली वी डिड इट है जुन सपना हामीले देखेको थियो आजभन्दा 4 वर्ष अगाडि त्यो सपना चाहिँ पुरा भयो आज आएर है हालत त होइन ल है फर्स्ट अफ अल चाहिँ मेरो आमाले नै हो मलाई यत्रो हिम्मत दिएको होइन अहिलेसम्म जति पनि मैले कामहरू गरेँ हरेक चिजमा कहिले नै भनेन कि साथ सपोर्ट अलवेज रह्यो नि त थ्याङ्क यू मेरो आमा आयो अनि एनबिजीको आमाले पनि दल्नु पऱ्यो नि त आउनु यत्तिकै झ्याप्प खुसीको पल हो होइन है अरू त त्यस्तै हो होइन खुसीको पल धन्यवाद भएन धन्यवाद यो पल मैले धेरै अगाडि सोचेको थिएँ नि त फाइनली सपना पुरा हुँदैछ के नो भेना नो होइन यस्तो त हुँदैन होला नि म लास्टमा भान्जीलाई नै दिन्छु अहिले आउनु न मलाई पैसा होइन क्या सबैको माया चाहिएको हो द्याट साइड मलाई अरू केही चाहिँदैन त्यही हो धन्यवाद हान्नु न यति त जानु पऱ्यो नि एनबिसीको भाउजू भएपछि यति त खानु पऱ्यो नि यो चाहिँ मलाई जरुरत छ यो चाहिँ मलाई जरुरत छ है किनकि आमाले दिएको हो आशीर्वाद स्वरूप है यो चाहिँ मेरो गुड लक ल अर्को आशीर्वाद आयो फेरि अब टेन्सन गर धन नखाउने गर्दा मलाई बेहोस हुन्छ ह्यापी बर्थडे फेरि 1 मिलियन बर्थडे यो थ्याङ्क यू ह्यापी बर्थडे कंग्रेट्स अन 1 मिलियन थ्याङ्क यू हानु भयो म त बढी भयो खान्छ त्यो आमाको चाहिँ राख्देऊ फेरि अलिक
फेरि वाच मोर ऊ फेरि अझै बाँकी छ अरे तपाईँको होइन आज अताउँछ क्या अझै तल्ल बाँकी छ अरे हेर्नु नि यो चाहिँ हैन यो चाहिँ बितायो भाइहरूले बितायो थ्याङ्क यू मेरो भाइ अहिले गर्दिनहरू गरेर भएपछि पुसी अनि यो अन्त तरिका पुसी ओए सिधुरे हाल्दै त के हो ओए ओ त्यही राख्यो ठुलो भगादारी बनाउँदै पर्यो ट्याक्क अब त उ त्यो के अरे अब स्नोम्यान देख्यो होला अब के गर्नु भने मेरो त आँखै धोर्ने थोरै बाँकी एउटा थोरै ल के गर्ने हो गरिहाल नाकभित्र हालिदिनु होइन भइसक्यो ल छिटो छिटो अर्को नि होइन के सेक्रिफाइस त गर्नु पऱ्यो नि दाइको लागि यति त म लगाइदिन्न कि बरु पुरै धमिलो देखेछु मैले मेरो त सिधै आँखामा आयो क्या डुट्टै आँखामा भेटेको कि अघि ल ह्यापी बर्थडे कङ्ग्रेचुलेसन सबै हैन एकैचोटि होलसेलमा 16 को त बाइ द वे 3 चोटि बर्थडे आउँछ है अझै बाँकी अझै 2 चोटि बाँकी छ अब 6 गते होइन 4 गते अब पर्सि भनौ मेरो सेकेन्ड लाइफ हो स्नेक बाइटबाट दल तिम्रो चित्त होइन चित्त रे ओए यो त हुँदैन कपालमा सुतो पुर्याइदियो आएको छ जबरजस्ती यार होइन माथि होइन ओ यहाँ त भएछ त्यो पिउँदै गर्दैन त भएर भएन निधार चितारमा पुरा सब आफ्नो हुन्छ नि यार आफ्नो हो नि सबै दिन आफ्नो हुन्छ नि यस्तो चाहिँ हुँदैन है कसैकोमा आएको छ यस्तो चाहिँ हुँदैन क्या पुरै कपाल सुतो मिलाइदियो मैले ल थ्याङ्क यू सो मच यसरी नै अगाडि बढोस् हैन थ्याङ्क यू मेरो भाइ यार ल त्यही हो फुल सपोर्ट हो नि सधैँ साथ रहिरहोस् दुःख सुख जस्तो जे परे पनि सबभन्दा बेस्ट सबभन्दा सँगै रहिरहेको भनेको मेरो भाइ नै हो कि मेरो लागि चाहिँ बेस्ट है सल्लाह कुरो के सुन न पहिला मेरो बेस्ट फ्रेन्ड छैन होइन कोही नि अब त्यस्तै छ नि त अब म पनि अब त्यति म बाहिर हिँड्दिनँ होइन अब बेस्ट फ्रेन्ड कोही छैन भएको एकजना अब बेस्ट फ्रेन्ड भने नि साथी भने नि सालो भने नि भाइ भने नि सोल्टी भने नि यही हो मेरो मात्र सक्सेस होइन कि सबैको हो कि अनि मेन स्पेसली यता पनि थ्याङ्क यू मेरो भाइलाई है मलाई धेरै साथ सपोर्ट दिएको छ भाइले पनि अनि मलाई जुन क्याटेगोरीमा ल्याएर मलाई माथि चढाउने काम गर्यो त्यो काम चाहिँ मेरो साथीले गर्यो है थ्याङ्क यू सो मच मेरो साथी है ओके वेलकम तिमी माथि गर्नु भनेको म गर्नु अनि सबैजना जो जतिले साथ दियो मेरो भाइहरूले पनि मलाई स्टार्टिङ फेजमा लास्ट मेहनत गरेर धेरै साथहरू दिएको छ है त्यसको लागि पनि थ्याङ्क यू सो मच मैले त्यही भएर भनेको थिएँ नि स्पेसल पर्सनहरू मात्रै मैले बोलाएको छु अरू कोही छैन भनेर जो जति छ यहाँनिर मेरो रुममा सबै मेरो लागि इम्पोर्टेन्ट छ क्या अनि त्यही भएर चाहिँ मैले आज सबैलाई सम्झेको है थ्याङ्क यू मेरो भाइ है त्यही ल अनि यता पनि थ्याङ्क यू मेरो भाइ तैँले पनि मलाई धेरै साथ सपोर्ट दिएको छस् त्यही हो तल पनि म एक न एक लिएर आउँछु डन्ट वरी है त्यही हो ल अनि पवन भाइ थ्याङ्क यू तिमीलाई पनि धेरै मलाई है दुःख सुख जस्तो जे भए पनि हरेक चिजमा साथ दिएर ल दाइ ओके रेडी अलवेज रेडी भन्छ होइन त्यसको लागि चाहिँ थ्याङ्क यू सो मच है ल अनि हाम्रो त्यो बार्बिक्यू कोइला छ किल्ला अरे है ल यही हो अब चाहिँ यसो खाजा पानी गरौँ ड्रिङ्क चाहिँ त्यहाँ इनर्जी ड्रिङ्कहरू आएको छ त्यतातिर जाउँ यसो अलिअलि खाउँ त्यही हो अनि जो जतिले साथ दिनुभएको छ सम्पूर्णलाई हृदयदेखिबाट धन्यवाद है स्पेसली चाहिँ मेरो एनबिसी फ्यामिलीलाई सबैलाई 1 मिलियनको धेरै धेरै शुभकामना छ है ल सम्पूर्ण मेरो एनबिसी फ्यामिलीलाई
ल ल ल ल आजको आइटम देखाइदिनु त यस्तो अनि यहाँ पुलाउ छ चट्ट लाएर है यहाँ चिकन छ यतापट्टि अचार छ अनि यहाँनिर अर्को छ है आइटम बफ आइटम पनि छ यहाँ ल यता सेफ हाम्रो इन्टरनेसनल सेफ अरू अरू सादा जीवन उच्च विचार सधैँभरि ल सबैजनालाई धन्यवाद बोलाएर आइदिनु भयो धन्यवाद धन्यवाद दिदीलाई स्पेसली है सो यही हो अब चाहिँ खाना सुरु गरौँ सबैलाई हालिदिनु न दिदी सुरु गरौँ न सबैले खान्छ अब त्यो पोल्नु ला पोल्दै खाने त्यही भएर ल अब चाहिँ जस्ट खाना सुरु गरौँ सबैजना सँगै बस्नुहुन्थ्यो यहाँ हेर्नु न फेरि पानी परेर बिजोग गराइदियो क्या इतना खराब हुने इतना गाह्रो हुने अनि एनबिजीको 1 मिलियन सब्सक्रिप्सन यति गाह्रो भएन भने मजै हुन्न नि फेरि हेर्नु न कस्तो भइरह्यो अनि सोल्टा आफ्टर सो लङ टाइम पछि हामी पुष्पा लास्ट टाइम हेर्नु जाँदै सँगै थियो है त्यसपछि त अनि गायबै हो भनौँ भ्लग पनि गायब भयो एनबिजी नि गायब भयो त्यसपछि अनि भेटेको भनेको अनि पैसा भेटाउने मान्छे यहाँ पैसा भेटाउने मान्छे चाहिँ 500 रुपियाँ भेटाएर होइन 700 डिटेलिङमा नजाम हो क्या सही हो ल काम भइरहेको छ यहाँनिर है अझै पनि सकिन लाग्यो है ल फिनिस भएछ है यता ओहो मित्रको जोस जाँगर आज चाहिँ ल है मित्र भन्दा यहाँ त लुकाएर राखिरहेको रहेछ पुरै डोजरको मासु कुकरभित्र अनि धरानी होइन डोजर डाइरेक्ट सक्दैन नि डोजर भयो त अनि ल अब चाहिँ हामी बस्छौँ जामिङ गर्छौँ यसो रमाइलो गर्छौँ त्यही हो है तपाईँले अर्डर गर्नुभएको थियो नि भर्खरै ल्याएको के साँच्ची चेक गर्नु न हो फाइनली ल थ्याङ्क यू कतिखेर कहिले अनि अघिकै दोकान तपाईँलाई सरप्राइज दिउँ कि भनेर नि मोमेन्ट बोलेर चेक गरिहाल्नु त थ्याङ्क यू यार फाइनली आयो त ल अनि अनबक्सिङ अब मलाई खासमा पर्सि आउँछ भनेर भनेको थियो होइन उताबाट पनि म त्यही भएर अब आएन के ठिकै छ भन्ने सोचमा बसिरहेको थियो मेरो भाइहरू थ्याङ्क यू यार थ्याङ्क यू मेरो भाइहरू यार यस्तो दामी गिफ्ट आम्मा यो चाहिँ मैले खासमा अब आफ्नो लागि बर्थडे गिफ्ट भनेर चाहिँ मैले आजको दिनमा आओस् भन्ने सोचेको थियो र उहाँहरूले चाहिँ आज भ्याउँदैन 2 गते चाहिँ अलिकति बिजी डे छ सोमबार पनि हो हाम्रो बन्द हुन्छ अफिस भन्दै थियो त्यस कारणले चाहिँ मैले एक्सपेक्टेसनै राखेको थिएन कि उहाँहरूले चाहिँ अब आइतबारदेखि सोमबारसम्म नआउँछ भनेको थियो सोमबार मङ्गलबारदेखिबाट बुधबारसम्म नआउँछ भन्दै थियो त्यही भएर मैले चाहिँ त्यतातिर मात्र थट गइरहेको थियो आएछ ल फाइनली ल अनबक्सिङ ल ओइ के हो टल्किएको त कता के हो टल्किएको यस्तो
रुक है सिल घर जाएगा गिटार में ल यो चाहिँ मैले है आफ्नो पर्सनल कामहरूको लागि भनेर सोचेर अर्डर गरेको थियो त पर्सि आउने थियो कुरा चाहिँ होइन भाइहरूले कतिखेर गएर लिएर आइसकेको छ हिरोहरू सुजन स्पेसली सुजन र खासङ्गा रहेछ है थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच अब चाहिँ बवाल मजा आउँछ है कन्टेन्ट अब बवाल आउँछ फाइनली गिफ्ट आयो अनि यो मेरो चाहिँ कसरी लिएको भन्दाखेरि अब त्यही त्यो गिटार लिने रहर थियो होइन अनि धेरै दिनबाट अगाडिबाट चाहिँ यसो प्लानिङ गरिरहेको थियो अनफर्चुनेटली मिलिरहेको थिएन कि त्यो के हो भइरहेको थियो अर्डर गर्दाखेरि कहिले के नमिल्ने कहिले के नमिल्ने पसलतिर खोज्नको बेला नपाउने भइरहेको थियो बट फाइनली मबाट आइपुग्यो है अब केही न केही हुन्छ है ल सुरु गरौँ जहाँ छोडेँ ओके रेडी है हामी यहाँबाट स्टप गरेको थियौँ शब्दबाट है फर्स्ट गिटार ओपनिङ सङ शुद्ध है कस्तो लाग्यो तपाईँहरूलाई अब हल्का साउन्डहरू यसको एडजस्ट गर्नुपर्छ मिलाउनु पर्छ अहिलेलाई चाहिँ नर्मली बजाइरहेको थियो त्यही भएर बिचमा हल्का नोइजी टाइपको आयो होला यो चाहिँ मलाई किन लिनु थियो भन्दाखेरि थ्याङ्क यू है फेरि वान सेकेन्ड मेरो भाइ थ्याङ्क यू मैले एक्सपेक्टेसनै थिएन कि त्यो आज आउँछ होइन मैले यो गिटार बजाउनु पाउँछु भनेर सामानहरू पनि सब लिएर दिएको रहेछ हेर न अझ ग्याजेटहरू वाह ल यही हो अनि आउँछ भनेर एक्सपेक्टेसनै थिएन कहाँबाट अब फेरि मेरो मोबाइल मेरो आइडी जति सबै भाइसँग छ कि होइन अब पहिल्यैदेखि भाइले मेरो अलिकति हेर्थ्यो त्यही भएर चाहिँ भाइसँग भएको कारणले चाहिँ उसले सट्टीमा पुरा कुरा गरेर यहाँनिर बर्थडे जहाँ हो भनेर निकालेर हो कि होइन हुनै पऱ्यो नि अहिले भन्थ्यो नि त्यही हो कि अनि मैले कुरा गर्दाखेरि चाहिँ त्यो भएको थिएन कि त्यो कन्भर्सेसन अब लाइक मन्डे बन्दा हुन्छ अब कि वेडनेसडे ट्युसडे कहिले हुन्छ होइन आफ्नो त्यो उनीहरूले चाहिँ त्यो हिसाबले पठाइदिन्छु भन्दै हुनुहुन्थ्यो बट आज सोमबारको दिन पनि मन्डेको दिन पनि भन्दै कहाँबाट लिएर आइदिएछ हेर्नु न ल यही हो अनि थ्याङ्क्स फर वाचिङ अनि अब चाहिँ ढिलो नगरिकन अब राति पनि भयो लगायत अब आजलाई यसो बिदाबाती पनि गरौँ सो यही हो अनि आजको सेलिब्रेसन कस्तो लाग्यो तपाईँहरूलाई कमेन्ट सेक्सनमा आएर यसो कमेन्ट गरिदिनु होला नत्र कङ्ग्रेचुलेसन भए पनि ह्याप्पी बर्थडे भए पनि लेखिदिनु होला है सो यही हो अनि जो जतिले हेरेर साथ सपोर्टमा दिनुभयो मेरो यो जर्नीमा मेरो होल इन्टायर जति पनि मेरो स्ट्रगलदेखि लिएर सम्पूर्ण अब जति पनि थियो होइन त्यो चिजमा चाहिँ मलाई सम्पूर्णले साथ दिनुभयो त्यसको लागि हृदयदेखिबाट धन्यवाद र अनि यो चाहिँ तपाईँहरूको साथ सपोर्ट मायाले गर्दाखेरि चाहिँ मैले हरेक चिज आफूले चाहेको चिजहरू
पर्चेस गर्न सकिरहेको छु। सो यसरी नै माया गरिदिइरहनु होला, साथ सपोर्ट दिइरहनु होला। लगायत अब आफ्नो छरछिमेकमा कोही हुनुहुन्छ भने इन्ट्रेस्टिङ भ्लग हेर्न अथवा अलिकति इन्टरटेन टाइपको हेर्नु मन लाग्छ भने चाहिँ उहाँहरूलाई सजेसन गरेर हुन्छ। र अनि यही हो, अब चाहिँ हामी ढिला नगरिकन यतातिर स्थगित गरिदिउँ। यही हो केटा हो, केही भन्नु छ? यही हो नि त होइन? सो थ्याङ्क्स फर वाचिङ एभ्रिवान। नेक्स्ट भ्लगमा आजलाई यति नै। जय नेपाल, प्लिज बाबाई बाबाई बाबाई। सम्पूर्णलाई थ्याङ्क यू सो मच है, फेरि पनि भन्छ कि ल, लभ यु अल, गुड नाइट एभ्रिवान।